यो देशमा परिवर्तन आए पनि यो देश परिवर्तनको अनुभूति गर्न सकिरहेको छैन। खास गरेर ती समुदायको जुन समुदायले विगतमा लड्यो परिवर्तनको निमित्त। गरिब विपन्न दलितहरूको अवस्था उस्तै छन्, तर सरकार अहिले 60 लाख रुपियाँको भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नम्बर 2 ले प्रदेशको गेट बनाउँदैछन्। न त त्यस गेटको ले दैनिक जनजीविका दलितको सुधार आउँछ, न शिक्षाको अवस्थामा सुधार आउँछ। यी सबै अवस्था हेर्ने हो भने मानव विकासको सम्पूर्ण सूचकाङ्कमा हाम्रो प्रदेश पछाडि छन्। त्यस अनुसारको योजना निर्माण हुन सकिरहेको छैन र राजनीतिले कतिपयको परिवार नै समर्पित भएर त्यसको बर्बाद पनि भइसकेको अवस्था छ। जो हिजोसम्म जनकपुरमा अरबपति थियो, आज ती सडकमा एउटा पसल थापेर आफ्ना जीविका चलाउन बाध्य भएका छन्। हामी तिनै पात्रमध्ये एक रहेका रमेश चौधरीसँग आज कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ रमेशजी। उहाँ यहाँ सतुवा पसल गर्नुभएको छ र उहाँको जनजीविका यही पसलबाट चलिरहेको अवस्था छ र उहाँसँग हामी उहाँका निजी केही कुराहरू र अहिले जसरी सरकारले या प्रदेश सरकारले या सरकारले गरेका लकडाउनहरूको निषेधाज्ञाले पारेको व्यापारको प्रभाव र त्यसपछि आएको अवस्था, यो सबै विषयमा उहाँसँग हामी कुराकानी गर्छौँ। रमेशजी, तपाईँले यो पसल कहिलेदेखि थाप्नुभयो? यो पसल त कम 3-4 सालदेखि गरिरहेको छौँ हामी। अहिलेसम्म गर्दैछौँ। कतिजना परिवार छन्? हामी 4 जना परिवार छौँ। हजुर, यो पसलले त्यो परिवारहरूलाई पाल्नु? लकडाउन पहिले ठिक थियो, हाम्रो स्थिति पनि कुनै चिजको दिक्कत थिएन। लकडाउन जहिलेदेखि सुरु भएको छ परिस्थिति धेरै नाजुक भइसकेको छ। हामी घरमा छोरीको लागि पैसा जम्मा गरेको थिएँ 30-40 हज़ार रुपियाँ, त्यो पनि खर्चा भएको। कर्जा पनि लिनु पर्यो, त्यो कर्जा पनि माथि छ। लकडाउन खुले भने आशा थियो कि चल कमाएर कर्जा पनि सधाउँछु, अलिअलि व्यापार खानको पैसा भइहाल्छ। यहाँ बजारमा आयो यहाँ त व्यापारै छैन। त्यसको बिचमा एक त सरकार 7 महिना मेरो कैदी बनाएर घरमा राख्यो। अब नगरपालिका ट्रोफीले परेशान गर्छ। अब हजुर सोच्नु त यस्तो स्थितिमा जनता त मरिहाल्छ। सरकारको पनि विचार छैन, नगरपालिकाको पनि त्यस्तै बुद्धि छ, भ्रष्ट भइसकेको छ। अब के गर्ने तपाईँहरू भन्नुहोस् त, म के गर्ने, कसरी खाने, कसरी बालबच्चाको पाल्ने हामी? नगरपालिका जथाभावी गर्छ, सामान फालिदिन्छ, डन्टा देखाउँछ, डराउँछ, मान्छे भागाभागी हुन्छ। बापरे, यस्तो स्थितिमा त्यो देश सबै मान्छे भागिहाल्छ। देशको के परिणाम हुन्छ? देश विदेश यो खबर जान्छ। यो सरकार सुन्दैन, नगरपालिका सुन्दैन, ट्रोफीले सुन्दैन। मात्र सरकार खानेको लागि हो यो देश, जनताको लागि होइन देश। छैन भने त भनिदिनु कि जनताको अधिकार छैन यो देशमा खानुको लागि, तपाईँहरू जानु, यो भनिदिनु। म गइहाल्छु, देशै छोडिदिन्छु। हाम्रो परिवार, पुरै परिवार देशको लागि जान दिदियो, पुरै बर्बाद भइसक्यो। आज देशको स्थिति यस्तो छ कि भान्चो जनतालाई दुःख दिन्छ, जनतालाई पीडी गर्छ। यो देशको कसरी अब नाम लिने? एक समय थियो कि देशको इन्डियामा गएर नाम लिन्थ्यो, इन्डियावासी पनि भन्थ्यो होइन तपाईँको देश राम्रो छ। अब भन्छु भने गाली दिन्छ मान्छे, तपाईँको देश त खतम छ भन्छु। त्यहाँ जनतालाई अत्याचार गर्छ, त्यसलाई दुःख दिन्छ, जनताको पैसाले मौज मस्ती गर्छ। हेर्नुहोस् यो कुरा जुन अहिलेको जुन अवस्था आयो नि, यो ठेलामा पनि हजुर ठेलामा व्यापार गरिदिन्छ, त्योभन्दा अगाडि त तपाईँको अवस्था राम्रो थियो। कसरी त्यो यस्तो अवस्थामा आउनुभयो? अब
अवस्थामा यो कारण थियो कि मलाई 5-6 महिना त तपाईँहरूको पनि जानकारी छ, डन्टा देखाएर मारपिट गरेर त्यसको घरमा बन्द गरिदियो। अब बन्द गर्ने 5-6 महिना त घरैमा बसेको थियो। अब त्यो पैसा कहाँबाट जो थियो त्यो खर्चा भएको। अब पैसा थिएन भने त कर्जा लिएर कसैले दियो त खायो न त भुकेर रह्यो। यस्तो स्थितिमा तपाईँको जुन यो यहाँ ठेला गर्नुभयो नि, अनि त्यो जनकपुरमा तपाईँ जनकपुरको वासी जग्गा थियो या थिएन, कसरी यस्तो अवस्था? हामी जनकपुरको सबभन्दा पैसावाला थियो। हाम्रो बुवाजी नेपालको 2004 को प्रथम क्रान्तिकारी हुनुहुन्छ। यहाँ घाटहरू कृति पनि बनेको छ, महावीर चौकमा मन्दिर पनि जान दिएको छु। हाम्रो सारा परिवार खानदानी छ। यो कति जग्गा थियो तपाईँसँग? अब होइन, जग्गा थियो एउटा कुवामा 700 बिघा थियो, अरू ठाउँमा थियो। गाडी हाम्रो पालामा जुन गाडी थियो त्यो राजाको पनि पालामा राजाको पनि थिएन। त्यो गाडी मानसिंह के भन्नु भन्छ लेखेको छ किताबमा, त्यो आएर मागेर लग्थ्यो, त्यो शिकार गर्नेको लग्थ्यो, फेरि लाएर राखिदिन्थ्यो। हाम्रो यस्तो स्थिति राम्रो थियो। सबभन्दा पैसा यस्तो अवस्था कसरी आयो त? बाबुजीले क्रान्तिकारीमा गयो, त्यस कारणले यस्तो अवस्था भयो। त्यसको एउटा नसा भएको राजनीतिमा गयो। अब एउटा सोच्थ्यो यो देश उहाँलाई राम्रो लाग्यो, त्यस कारणले ऊ क्रान्तिकारीमा गयो। यसको परिणाम के हुन्छ उहाँले सोच्नु भएन। नतिजा जग्गा बेच्नुभयो, टोटल जग्गा बेचिदिनु भयो। हामी जति पनि अहिले भाइहरू प्रेजेन्टमा, बुवा आमा त गइसक्यो, त्यो सबको स्थिति नाजुक छ। अनि भाइहरू के गर्छन्? भाइहरू व्यापार गर्छ, कुनै पानको पसल गर्छ, कुनै त्यो ग्यासको काम गर्छ। एउटा भाइ त राजनीति गर्थ्यो, त्यो त 14 साल 15 सालदेखि लापता छ। त्यसको अहिलेसम्म थाहा छैन कहाँ छ। एउटा भाइ त एक्सपायर भइसक्यो। हामी भाइमा यति तपाईँले यो राजनीतिकै कारणले भन्ने हो भने राजनीतिक कारणले तपाईँको आर्थिक रूपमा धेरै क्षति भयो होइन? मेन महलबाट सडकमा आउनु मेन कारण छ राजनीतिकै कारण। हाम्रो पुरै परिवार बर्बाद भइसकेको छ। बुवाको पालामा जति पनि नेता थियो, नेताहरू उहाँको साथ या पार्टीले विश्वासघात गर्यो। मैले बुवासँग सोचेँ तपाईँले यस्तो किन त्याग गर्नुभयो? मलाई के थाहा थियो कि आउनेवाला नेताहरू भन्छ गद्दार हुन्छ, यस्तो हुन्छ भन्छ। मलाई त आफै दुख्छ। मैले अनि कुन नेताहरूले धोका? काङ्ग्रेसको नेताहरू थियो, अरू के थियो? जति पनि त सबै काङ्ग्रेसिया थियो। बुवा पनि काङ्ग्रेसिया थियो। बुवा मऱ्यो भने एउटा नेता पनि आएर झाँकी मारेन। त्यो गलत मान्छे भयो भने, ढोबा भयो भने मान्छौ गाडीको गाडी हुन्थ्यो। त्यो पनि समय हेरेको छु। यहाँको समाज पनि हेरेको छ। कस्तो देश छ, कस्तो सरकार छ। यहाँ त्याग गर्ने मान्छेलाई भ्यालु छैन, इज्जत छैन। अनि त्यही त तपाईँको त्यो फ्यामिलीको यति प्रजातान्त्रिक आन्दोलनमा योगदान, हजुर, तपाईँको फ्यामिलीको योगदानको कारणले देशमा प्रजातन्त्र आयो, संहिता आयो, अनि तपाईँ यो सडकमा छापै बन्नुभयो। अनि तपाईँहरूले या तपाईँलाई कुनै राजनीतिक यो पीडितहरूलाई जुन सहयोग हुन्छ नि, त्यो सहयोग पाउनु भयो? पाएन। बुवाले पहिले त्यो सबै नेताले लियो, बुवालाई दिनुभयो। त्यो बेला त भन्नुभएको छ, मलाई थाहा छ कि हाम्रो सम्पत्ति कम छ न, मलाई चाहिँदैन। त्यसको अवस्था नाजुक भयो। उहाँ वृद्धाश्रममा जानुभयो। कति शर्मको कुरा, यति ठुलो नेता, यति त्यागी महापुरुष, त्यो वृद्धाश्रममा गयो। त्यो बेला पनि सरकारले सोचेन। के नाम तपाईँको बुवाको? स्वर्गीय श्री सरजुग चौधरी। इतिहास छ, किताब निक्लेको छ, पेपरमा आउँछ, सबैलाई थाहा छ। देशवासीको थाहा छ, राजा पनि थाहा छ, सबैलाई थाहा छ यो कुरा। कसैको छुपेको छैन यो कुरा। अनि यो यसबाट जुन अहिले तपाईँको पसल छ नि, हजुर, अनि यो पसलबाट दैनिक कति कमाउनुहुन्छ? कमाइ त छँदै छैन। एउटा कुरा भन्नु साँच्चै कुरा, म त इमान्दार व्यक्तिको छोरा छु। हामी पनि इमान्दारी छौँ। समाजसेवक पनि छु। बुवा पनि समाजै सेवक थियो, देशभक्त थियो। हामी पनि देशभक्त छौँ। एउटा कुरा भन्छु, बुवा पुरै परिवार राजा भक्त छ, हामी पनि राजा भक्त छौँ। अहिले पनि चाहना छ यो देशमा राजा होस्। माइन्ड नगर्नु राम्रो, किन यो मधेसीसँग देश चल्दैन। यहाँ जति पनि छ भ्रष्टाचार छ, नेताहरू बहिनचोद, कसैले जनताको प्रति आजसम्म सोचेको छैन। अनि सोच छ एक समय यस्तो आउँछ कि यहाँको बुद्धिजीवी जति छ इज्जतदार सबै देश छोडेर भागिहाल्छ। यो त कुरा सत्य हो। अहिले पनि इज्जतदारहरू धेरै तङ छ। यहाँको बिहारको मान्छे आएर तल इज्जतदारलाई टार्चर गर्छ। मकान मालिक भन्छ त्यसको सहयोग गर्छ, भन्छ हामीलाई के छ पैसा चाहियो। त तपाईँ होटल चलाउनु भएको थियो, अनि होटलबाट कसरी होटल किन छोड्नुभयो त? म गरेको थिएँ त्यो होटल, उहाँ पनि दुश्मन लाग्यो। दोकान फसला चलिरहेको थियो। अब चलेपछि के हुन्छ हाम्रो समाजमा सुरुदेखि हाम्रो खतरनाकको प्रति यहाँको समाजको हेर्न चाहँदैन। के हुन्छ, गलत मान्छे जहाँ हुन्छ, एउटा इज्जतदार मान्छे बस्छ भने त्यसलाई भारी पर्छ।
त्यस कारणले उहाँ पनि दोकान चल्यो त्यो मान्छे बोल्ने मान्छे छ बाप रे बाप यसलाई चाहिँ कसरी हटाउने कसरी के गर्ने यस्तो गरेर मलाई टार्चर गर्यो त्यो मकान मालिक भने माओवादी लाग्यो जनतान्त्रिक लाग्यो वाइसी लाग्यो सबैसँग हामी लड्यो त्यो मसजिद लड्यो त्यसलाई पनि हामी कुटे भइन्छौँ बदमासी गर्छ पसलमा आएर भइन्छ तिम्रो राज हो प्रशासन पनि यस्तो गर्यो उहाँ पनि सँग लड्यो एसपी गयो चाइजना सबैले लड्यो हाम्रो त जीवन छ सङ्घर्ष गलत गयो भने हामी कहिले बर्दाश्त गरेको छौँ न गर्छौँ मेरो बुवाको त्यही बनाएको थियो त राणाले मेरो गोली हाने मैले डरेन तिमी के भन्छ हाम्रो डराउ न बुवाले मलाई भन्यो हामी पनि त्यसकै छोरा हौँ अन्याय हुन्छ आवाज उठाउँछु चाहे जे होस् हो धन्यवाद।